मलाई यो प्रोटेस्ट भन्दा अगाडिसम्म सुशीलाको हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थिएन। हाम्रो लडाई प्रधानमन्त्री हटाउनको लागि भएको बेलामा प्रधानमन्त्री भएको भए वी एक्सेप्ट एउटा पनि क्वेसन बिना। हाम्रो यो बेलामा हामीले प्रधानमन्त्री हटाउनलाई होइन करप्सन हटाउनलाई प्रोटेस्ट गरेको थियो। देश चलाउन जस्तो ठुलो कामको लागि वाइ यु डोन्ट ह्याभ टु गिभ इन्टरभ्यू। जसलाई मन लाग्यो जसको पार्टीको यो मेरो अङ्कलको छोरा यो मेरो जसको छोरा भनेर त देश चलाएर भएन। बालेन जस्तो मान्छेले म सक्दिनँ म भन्दा जान्ने बुझ्नेलाई दिनु भनिसकेपछि यही शब्द म तपाईँहरूको ब्याकबोन बस्छु म युवाको लागि लडेको एउटा सक्षम युवा ल्याउँछु भनेर अगाडि बढ्नुहोस्। होइन मै हुनुपर्छ भने किन म हुनुपर्छ भन्ने कुराको एन्सर दिनुहोस्। हामीले गऱ्यौँ नट ओन्ली जेनजी डोन्ट टेल ओन्ली जेनजी। यो हरेक नेपालीको इन्डिभिजुअल क्रान्ति थियो। हरेक नेपालीको छुट्टैको एक्लैको लागि क्रान्ति थियो। यो कुनै म यो राजावादलाई सपोर्ट गर्छु या म नेतालाई सपोर्ट गर्छु भनेर हामी त्यहाँ गएको थिएनौँ। हामीले देश चलाउन राखेको ड्राइभरहरूले ड्रेस राम्रोसँग नचलाएपछि हामीले पुरै बसै आगो लगाउँछौँ भनेको होइन, ड्राइभर मात्रै चेन्ज गर्छौँ भनेको हो। त्यो चेन्ज गर्नलाई चाहिँ कुन चाहिँ ड्राइभर चाहिँ लाइसेन्स युक्त छ, कुन चाहिँ ड्राइभरले चाहिँ रुल्स जानेको छ भनेर अगाडि बढाउने एउटा विज्ञहरूको टिम होस् विदाउट एनी प्रेसर। हिजो जसले म यहाँनिर जेनजीको लिडर हुँ भनेर नआइदिनु भएको भए त हाम्रो माग अगाडिसम्म सार्ने मान्छे नै थिएन। त्यस्तोको लागि समाज सेवा गरिदिन आउनु भएको मान्छेलाई हामीले कुनै पार्टीको हो यो हो त्यो हो भनेर त्यसरी भङ्ग गर्नु भएन। उहाँहरूलाई पनि आउँदैन। उहाँहरू नेता भएको भए पो देश कसरी चलाउने आउँछ। उहाँहरू समाजसेवी हो, समाजको सेवा गर्न आउनु भएको, उहाँलाई देश चलाउन आउँदैन। मलाई आएन भन्न सिकौँ, मलाई आएन। हाम्रो एउटा टिम क्रिएट गरौँ, हाम्रो अभिभावकहरूसँग मिलेर नयाँ देश यस्तो देश बनाऊँ जहाँको ल कुनै पनि पार्टीले क्रिएट गरेको हुँदैन, कुनै धर्मले क्रिएट गरेको हुँदैन, कुनै सङ्गठनले क्रिएट गरेको हुँदैन। हिजो त हामी नेपाली भन्ने टिम आउनु भएको छ नि त फेरि। हजुर अब मैले भने त उहाँहरूको एउटा सोसल वर्क गर्ने टिम हो। सोसल वर्कबाट उहाँले मलाई उहाँको पार्टीले म नेता हुन्छु भनेर आउनु भएको छैन। तर जुन त्यो प्रधानमन्त्रीको पोस्टमा बस्ने नेता छ उहाँ चाहिँ क्यापेबल भएको नेता हुनु पर्यो। उहाँ चाहिँ क्यापेबल भएको र जानकारी होइन, क्यापेबल हुनुहुन्न भन्न मिल्दैन। तर हामी सबैले युवा भनेर लिमिटेसन राख्ने होइन। बुढापाका भएको हुनाले चाहिँ तपाईँलाई अलिकति त्यहाँ त्यो कुराप्रति सन्तुष्टि नभएको हो कि के हो? खास कुरा अब भर्खरै आज हिजो भर्खर प्रधानमन्त्री हुनुभएको छ। अब पारदर्शी गर्नु होला के गर्नु होला उहाँको काम हेर्नु त बाँकी नै छ नि त। होइन, प्रधानमन्त्री सुरुमा हुनको लागि हाम्रो लडाई प्रधानमन्त्री हटाउनको लागि भएको बेलामा प्रधानमन्त्री भएको भए वी एक्सेप्ट एउटा पनि क्वेसन बिना। हाम्रो यो बेलामा हामीले प्रधानमन्त्री हटाउनलाई होइन करप्सन हटाउनलाई प्रोटेस्ट गरेको थियो। मलाई यो प्रोटेस्ट भन्दा अगाडिसम्म सुशीलाको हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थिएन होइन। उहाँले त हेल्पफुल भएर आउनुभयो, त्यसपछि मैले थाहा पाएको। अनि थाहा पाउनु भयो कसैले हेल्प गरिदियो भन्दैमा उहाँले मात्रै गर्छ भने उहाँभन्दा केपेबल हाम्रो नेपालमा कोही पनि हुनुहुन्न त भन्न सकिँदैन नि त। हजुर त्यही त, त्यो कुरा थाहा पाउनको लागि त पारदर्शी तरिकाले उहाँ चाहिँ यो हो यो पार्टीबाट आएको होइन भनेर उहाँले आएर एक्सप्लेन गरिदिनु नि त एकचोटि थाहा पाउनलाई। हामीलाई क्लियरिफिकेसन जुन मान्छे मरिरहेको छ उहाँको घरको लागि तपाईँको छोरा के कारणले गर्दा मर्यो त भन्ने कुराको त क्लियरिफिकेसन पहिला होस् न। किन पोस्टमा हतार भएको छ? हतार किन भएको छ? हतार यो दललाई हटाएर प्रधानमन्त्री ल्याउनु हतार किन भएको छ? मानिसलाई पहिला साम्य हुन दिउँ। हजुर एकदम चाँडै भन्दा पनि फर्स्टमा हाम्रो मेन एजेन्डा के थियो त त्यसमा फोकस भएर प्रधानमन्त्री ल्याउनु पर्ने थियो। मेन एजेन्डा भ्रष्ट भएको हटाउनु थियो भनेपछि हामीले रुट हटाउने भनेको ढाल्ने काटछाट गर्ने मिलाउने भनेको थिएन। यो रुट हटाउनको लागि पारदर्शी नहुन्जेल सबैले आफ्नो ल नबुझुन्जेल त कसैले पनि भोलि त्यही मान्छेको हो। तपाईँले मैले भने त कुनै पनि नेतालाई हामीले पर्सनली गरेर पैसा दिएको होइन। यो त सोरिएर माथि गएको। यसको हाँगाभिङ्गा अझै तल छन्। यो हाँगाभिङ्गा हटाउनलाई त हामीलाई न्याय के हो संविधान बुझ्ने हुनु पर्यो। यो अब गर्दा के हुनुपर्छ भन्ने कुराको जानकारी हुनु पर्यो, नलेज हुनु पर्यो। जुन थाहा नभएको म जस्तो नजानेको नबुझेको मान्छेलाई बुझाउनको टिम चाहिँ क्रिएट गर्नतिर लागौँ के हामी होइन। अबको 6 महिनामा म उठ्न मन लाग्यो अरे मलाई, म मेरो क्षेत्रबाट म उठ्छु भनेर उठेँ अरे। तर युवा जनताले त्यो यो उठोस् ऊ उठोस् भनेर गरेकै होइन। जो उठे पनि त्यो पोस्टमा चाहिँ राम्रो केपेबल मान्छे मसँग यतिको एजेन्डा छ मसँग यो छ भनेर हरेक एउटा जब पाउनलाई यु हेभ टु डु इन्टरभ्यू। देन वाइ नट? देश चलाउन जस्तो ठुलो कामको लागि वाइ यु डोन्ट हेभ टु गिभ इन्टरभ्यू। जसलाई मन लाग्यो जसको पार्टीको यो मेरो अङ्कलको छोरा यो मेरो जसको छोरा भनेर त देश चलाएर भएन।
तपाईँको नजरमा को हुनुपर्छ? मेरो नजरमा मलाई थाहा छैन, विज्ञहरूको टिम हुनु पर्यो। उहाँहरूले सर्टेन रुल्स एन्ड रेगुलेसनको भित्रमा यति मान्छेहरू यस्तो यस्तो गर्नुपर्छ भन्ने होस्। वर्ल्डमा सबैभन्दा ल कुन कन्ट्रीको राम्रो छ, विकास कुन कन्ट्रीमा धेर भएको छ त्यो सोचौँ। आजभन्दा 6 महिना पछिको मात्रै सोचेर ए हुन्छ होला भनेर हेरेर बस्ने, पहिला 5 वर्ष हेरेर बस्ने, यसले गरेन अर्कोचोटि भोट हाल्ने, अर्को 5 वर्ष हुन्छ भन्दा भन्दै 25 वर्ष हुन लागिसक्यो, भएन नि त। त्यही भएर इन्डिभिजुअल्सलाई फलो गरौँ, स्वतन्त्र एकजना हरेक व्यक्तिमा जसलाई देशको लागि केही गर्नु छ, केही गर्न मन छ, अगाडि सरौँ। बाहिर वैदेशिक म जेएनजी घाइते मृतकमा भेट्न जाने भन्दा पनि मेरो आफ्नै एकजना धेरै क्लोज भाइ पर्नु भएको छ, उहाँलाई यो पुलिस स्टेसन महाराजगञ्जमा गोली लागेर यताबाट यता निस्केको छ होइन। सो यहाँ तपाईँ जानुभयो, तपाईँ गर्नुभयो, तपाईँले फुटाउनु भयो, यसले गर्यो, यो बेला छैन। अब चाहिँ हामीले गऱ्यौँ, नट ओन्ली जेएनजी, डोन्ट टेल ओन्ली जेएनजी। यो हरेक नेपालीको इन्डिभिजुअल क्रान्ति थियो, हरेक नेपालीको छुट्टैको एक्लैको लागि क्रान्ति थियो। यो कुनै म यो राजावादलाई सपोर्ट गर्छु या म नेतालाई सपोर्ट गर्छु भनेर हामी त्यहाँ गएको थिएनौँ। हामीले देश चलाउन राखेको ड्राइभरहरूले ड्रेस राम्रोसँग नचलाएपछि हामीले पुरै बसै आगो लगाउँछौँ भनेको होइन, ड्राइभर मात्रै चेन्ज गर्छौँ भनेको हो। त्यो चेन्ज गर्नलाई चाहिँ कुन चाहिँ ड्राइभर चाहिँ लाइसेन्स युक्त छ, कुन चाहिँ ड्राइभरले चाहिँ रुल्स जानेको छ भनेर अगाडि बढाउने एउटा विज्ञहरूको टिम होस्, विदाउट एनी प्रेसर। एकजनाको प्रधानमन्त्रीको प्रेसर हुने बित्तिकै उसले प्रधानमन्त्रीको खिलाफ काम गर्न नमिल्नेवाला अहिले नै चाहिएको छैन। अहिले इन्डिभिजुअल्ली तिम्रो माइन्ड र तिम्रो क्यापेबिलिटीले तिमीले देश कसरी अगाडि सराउँछौ भन्ने बेला छ। यसको लागि त विज्ञहरूको टिमको डिमान्ड गर्ने बेला छ। अहिले नेताको डिमान्ड गर्ने, प्रधानमन्त्रीको डिमान्ड गर्ने, यसको डिमान्डै गर्ने बेला छैन। बालेन जस्तो मान्छेले म सक्दिनँ, म भन्दा जान्ने बुझ्नेलाई दिनु भनिसकेपछि यही शब्द म तपाईँहरूको ब्याकबोन बस्छु, म युवाको लागि लडेको एउटा सक्षम युवा ल्याउँछु भनेर अगाडि बढ्नुहोस्। होइन मै हुनुपर्छ भने किन म हुनुपर्छ भन्ने कुराको एन्सर दिनुहोस्। यो बेलामा म नै प्रधानमन्त्री हुन किन योग्य छु भनेर कुरा उहाँले पनि भन्नु पर्यो। भर्चुअल मिटिङ भएको छ अरे, कुन चाहिँ मान्छेले कुन चाहिँ मेसेज आएर यहाँ भर्चुअल मिटिङ हुन लागेको छ भनेर हामीलाई राइट अफ इन्फर्मेसन कहाँ छ, पारदर्शिता कहाँ छ? हामीले चुज गऱ्यौँ रे प्रधानमन्त्री। डिड यु गाइज भोट टु चुज? अहिले त छैन, वी डोन्ट निड अहिले नै प्रधानमन्त्री। त्यो बाहेक चाहिँ के हुन्छ त? त्यसको लागि विज्ञको टिम क्रिएट गरौँ भनेको हो मैले। नेता लिएर आऊँ, प्रधानमन्त्री लिएर आऊँ।